झ्याम्टा बजाएर गाउँमा अलि डढेलोको सिजनको जानकारी दिएको अब तिमीहरूले पनि तिमीहरूका साथीहरूलाई डढेलोको सिजन आयो। डढेलोको सिजनमा चाहिँ हामीले धेरै कुरा चाहिँ सजग अपनाउनु पर्छ भन्नुपर्छ नि। सरहरूले पनि पढाउँदै हुनुहुन्छ होला। अनि तेरो बुवा खोइ हो, तेरो बुवा अस्ति पनि अगुल्टो पुल्ठो बोकेर हिँड्दै गरेको देख्दै थिएँ। बुवालाई अलिकति चङ्खो हुनु भन्नु नि। ल अनि सुन, भोलि शनिबार छ, तिमीहरू पनि आमाहरूसँग अग्निरेखा बनाउन आए हुन्छ कि कसो त? ल जाऊ, राम्रो पढ्नु। अब यता जानु पर्यो नि तपाईँ। बनडाडेलको सिजन आएको छ। वनमा नयाँ पालमा पलङसँग जथाभावी बनडाडेलो गराउनु हुँदैन। गाउँमा कार्तिकदेखि जेठसम्म हामी सबैजनाले सतर्कता बनाउनु पर्छ। हामीले चुरोट बिडी खाएर त्यसलाई नमारिकन जताततै फाल्नु हुँदैन र हामीले वनभोज खाएको खण्डमा आगोलाई पूर्ण रूपले निभाएर मात्रै हिँड्नुपर्छ नि। हजुरहरूले लापरवाही गर्नुभयो र आगो लागि भयो भने हजुरहरूलाई पहिला थुन्ने अनि मात्रै तपाईँहरूको कुरा सुन्ने हुन्छ नि। र एउटा कुरा सबैले सुन्नु त, भोलि बिहान 7 बजे त्यो माथिको जङ्गल छ नि, त्यहाँ अग्निरेखा लगाउने कार्यक्रम छ। सबैजना आउनु है, तपाईँ पनि आउनु ल। बिहान सबैजना आउनु है। माथिको वनमा बिहान ठ्याक्कै 7 बजी हामी अग्निरेखा लगाउँछौँ। सबैजना आउनु है, तपाईँ पनि आउनु ल भोलि बिहान माथि। हामी त आगो लागेको बारेमा जानकारी दिँदै बसौँ त काका। आगो लागेको बारेमा जानकारी दिँदैछौँ। आफ्नो खोरेमा आगो लगाऊ कि जेसुकै गरौँ नि, यहाँ तिमीहरूलाई के मतलब? ए मायाको क्या छ कुद्या छन्, के को तिमीहरूलाई मतलब? यो आगो त लाउने त हो त। तपाईँ धेरै नबोल्नु है काका। तपाईँले यदि क्युआरएस गरेको खण्डमा तपाईँलाई 3 वर्षसम्म कैद र 60,000 जरिवाना हुन्छ। हामीले कति खोरिया फाडेर आगो लगाइयो, केही भएन। यी मुला फुस्राहरू हिजोका पुस्रा ठुला कुरा गर्छन्। मुलाहरू मरेपछि देख्नुहुन्छ। माइक बोकेर चाहिँ हामीले नजाने आइदिएको कुरा। मुलाहरू हिजोका फुस्राहरू ठुला कुरा गरेर हिँड्छन्। लगाउने उहाँको यता छोड्दै छोड्दैन। यस्ता मुलाहरूले कुरा गर्दा हुन्छ? मुलाहरू ठुला कुरा गर्दा रहेछ। तिमीहरू यतापट्टि सोर, म चाहिँ यतापट्टि सोर्छु है। सोर्नु आउँछ नि? यो चाहिँ अग्निरेखा कोर्ने हो। अब आग लागि नहोस् भनेर, थाहा छ नि? ल ल सोर है। त्यो झ्यासहरू किन नहालेको? झ्यास राख्दैन यहाँ त। कस्तो फोटोमा त म छु त। म त झ्याम्टा बजाउँदा बजाउँदै ढिलो भएछ। ल ठिक छ, तपाईँले पनि यसो। अब यहाँ सुन, अब जतासुकै नानी हो, एकछिन। पहिलो कुरो त हामीले तलबाट आगो आउँछ भने रोक्न यताको यतै, अनि यताको आगोलाई यतै रोक्नका लागि अग्निरेखा बनाउने हो। कम्तीमा पनि हामीले 8 मिटरको यहाँ सफा पार्ने या खुर्किने केही गर्नुपर्छ। अब यसो गर, यो शिवानी र दिपीकै यतापट्टि सोरुन् होइन, अनि शिवानीकी आमाले यतापट्टि सोर्नु। अब म यता सोर्छु, अरू पनि त आउला नि त। थाला। ए काका, कतिखेर आउनु भएको? मानेर भक्ते पनि आएछन्, अघि नै आएको नि। अब यसो गर, माने त्यतापट्टि गर, भक्ते यतापट्टि गर। हुन्छ काका। अब सोरु मजाले।
आउँछन् आज शनिबारको दिन आउने कुरो छ नि त्यति मात्रै होइन सर पनि आउनुहुन्छ आज त अब सबैजनाले यसरी पञ्चकलमा अग्नि रेखा कोर्ने हो भने त डढेलो नै जाँदैन थियो नि। कहाँबाट जानु डढेलो यदि गइहाल्यो भने पनि तलको आगो तलै रहन्छ माथिको आगो माथि नै रहन्छ के कसो हो नि काका अनि हामीले अग्नि रेखा लगाएको खण्डमा गाउँ पनि चन्दनको खेतीपात त बच्छ होइन र बच्छ उसको कुरा सही हो नि होइन साह्रै सही हो मलाई हातैले गर्न हौ काका म त खुट्टाले गर्छ नि मैले एकछिन एकछिन है सफा अब एकपटक साइड लाग्यो त सबैजना नाप्नु त काका नापो नाप्नु काका कम्ती हो भने हामीलाई कति 8 मिटर चाहियो होइन नाप्नु काका 1 2 3 4 6 यहाँ 1 मिटर पर 1 मिटर होइन पुग्यो काका पुग्यो अब यसो गरौँ अब आज बिहान हामीले यति गऱ्यौँ भोलि पर भदौरेतिर जानुपर्छ होइन हो काका त्यसै गरी पर्सि यतापट्टि फिकलमाथि जानुपर्छ गाउँका सबै मिलेर यसरी अग्निरेखा कोर्यौँ भने अब आगोबाट बच्न सकिन्छ कि कसो त हो नि काका अब जाउँ लाऊ काका जङ्गल बलियो परि त्यही त काका हो ए लु लु त्यसो भने हिँडा जाउँ आफूमा सामान बोक्यो बोक सामान बोक ल हामी चाहिँ होइन तपाईँको विद्यार्थी हो नि लाजाउँछु अब गएर आफूले भाँडा खोरामा आगो बाल्ने हो आगो बाल्छ पानी पर्न आँट्या छ अब पानी परेपछि त घाँस राम्रो आउँछ अब यतिखेर खोरिया फाँडमा आगो लागिएन भने त होइन होइन हौ जम्मै स्वर र सबै सफा गरेको छ होइन मेरा बारीमा कसले यस्तो गरेको यो मैले जेसुकै गरौँ नि त के मतलब थियो हेर त सबै स्टोर पुरै यति भरै सब सफा गरिदिएको छ र पनि ठिकै छ त्यो कहाँ छोडिन्छ र आगो लाउने हो घाँस राम्रो आउँछ ए होइन कुन चाहिँले यसो गरिदियो अनि फुच्चे अस्ति कलाइ चाहिँ तिनीहरूकै पो लाग्दो जग्गा हो कि क्या हो ल है गयो है गयो आगो गयो 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 गलो आगो हावाले सारा अब घाँस हेरौँ पानी परेपछि घाँस कस्तो आउँदो रहेछ ल गयो है ल गयो होइन गयो हेर त तिमीहरूले अन्त जानु परेन मेरो बाली कति खान्थ्यौ स्याल स्याल भागो स्याल भागो स्याल भागिसक्छ आगो लाल कहिले पनि भाग्नु पर्दैन चाहिए मेरा भन्छ मेरा कुखुरा कति हो बाँदर बाँदर मेरो बाली खाने बाँदर होइन आगो त फैल्दै गयो त आगो त बस्ती पो गयो त ल आऊ गाउँ नै पो छिरो त अब त्यो गाउँ कहीँ गयो नि मलाई मार्छन् होला गयो माथि गाउँ छिरिसक्यो त हौ यो माथि पुग्यो ल अब मलाई मार्छन् होला लु भागेको त
अघि कुदेर कहाँ गइहाल्छ एउटा दाइले कुदेर आएको आज त के गर्नु छोराछोरीले वाक्कै लाउँछन् होइन हामीले अघि मात्रै अग्नि रेखा कोरिराखेको यो पतिङ्गार लिने भनेर ल्याएर आएको कसले पो जलाएछ भर्खर धुवा पनि उठ्दैछ ल आगो त मेरो घरतिरै पो जाँदैछ जस्तो छ त मैले शिवानीलाई बाहिर सुतेर अब के गर्ने अनि लु त प्रहरीलाई फोन गर त ले छ्याप 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 माथि हान यस्तो अवस्थामा आत्यो भने झन् नोक्सान हुन्छ बखतेको घरमा अब प्रहरीहरूलाई पनि भनिस् नि भने काका अब हामी सबै बखतेको घरतिर जाउँ भरे केही ठुलो नोक्सान भयो कि अब त्यो बखतेलाई पनि साह्रै सम्झाएको त्यसरी जङ्गलमा आगो नलगा भनेर अन्तिममा गएर उसको त्यत्रो छमा पढ्दै गरेको छोरीको यस्तो अवस्थाको अनुहार त के मासुको डल्लो पोको पार्नु पर्यो। अब पोस्टमार्टमको काम पनि सबै सक्यो तर बिचरा अरू बेला त हामीलाई काम सघाउने मान्छे हो अन्तिम पटक खोजेर ल्याउनु पर्छ। जा भक्ते जहाँ छ त्यसलाई खोजेर ले छिटो ल्याए केटा। अब सुन अब त्यो बखतेकी साथी पनि बिला गरिदियो भने त्यसलाई पनि त ल्याउनु पर्यो नि आफ्नो सन्तान हो। जा चाँडै आउनु नि। हुन्छ काका म छिट्टै लिएर आउँछु ल। परीक्षाको छ म राम्रो पढ्छु
आज के देख्नु पर्यो बाबु एकचोटि बुबा भनेर बोलाइदिनु मैले नि गल्ती गरेँ मैले कोरियामा आगो लगाएँ नि बाबु आज कुन दशाले लगाएछु नानी अनि तैँले भागेकी भए पनि त हुन्थ्यो आगोले भेट्टे थिएन जब आगो लागेपछि किन घरभित्र नि बसिस् बाबु भन्दिस् बाबा म ठुलो भएपछि डक्टर बन्छु अनि डक्टर बनेपछि तपाईँको उपचार गरिदिन्छु भन्दिन् बाबु के दशाले लाग्यो बोल्न बाबु बोल्न एकचोटि बाबु भनेर बोला हिजो हिँडिराख्ने मान्छे आज मासुको डल्लो देख्नु पर्यो के भयो काका हेर बखते दशा भनेको थाहा हुँदैन एउटा सानो झिल्कोले गर्दा आज संसार डढ्यो अनि यो तेरो आज सपनाको महल तेरो सपना मेरो छोरी छ मेरो छोरा भने पनि यही हो छोरी भने पनि यही हो भन्दिस् होइन त मलाई ठुलो भएपछि पाल्छु भन्दिनी काका हो म ठुलो भन्छु अनि तपाईँलाई पाल्छु आमालाई पाल्छु बाबुलाई पाल्छु अब बिलाप नगर हेर जे हुनु भइगयो अब यसलाई दाह संस्कार पनि गर्नुपर्छ अब खोलातिर लानुपर्छ अनि हामीले यस्तो खालको गल्ती पनि त गर्नु हुँदैन अब नरो तैँले मलाई छोडेर गइस् हैन तेरो कति मिल्ने साथी तिमी हेरेर छोडेर गइहाल्नु मेरी छोरी तर ऊ तेरो मिल्ने साथी भन्थ्यो हेर तेरी साथीले छोडेर गयो बाबु उदय आमा खजेलमा केटा हो अब जे नहुनु छोड्दे उठाउनु बाबु माइलीलाई पनि उठा जिन्दगीको चौतारीमा ममताको छाया आफ्नो भन्दा पनि धेरै सन्तानको माया आफ्नो भन्दा पनि धेरै सन्तानको माया जिन्दगीको चौतारीमा रहेन मूल्य दुधको 10 धारा जिन्दगीको बाँच्ने सहारा जिन्दगीको बाँच्ने सहारा जिन्दगीको चौतारीमा ममताको छाया आफ्नो भन्दा पनि धेरै सन्तानको माया आफ्नो भन्दा पनि तपाईँलाई आगो लागेको रहेछ नि त यहाँ तपाईँलाई लागेको रहेछ नि त आगो हामीले पत्ता लगाइसक्यौँ त्यसरी आगो लाउने अनि त्यहाँबाट अहिले विरक्तिर हुन्छ खोलामा हो तपाईँकै गल्तीले अब तपाईँलाई हामी थुन्छौँ हल्ला साथ लगेर थुन्नु थुन लगेर थुन यस्ता घटना हाम्रो समाजमा अबदेखि कहिल्यै पनि घट्न नपरोस् आगलागी डढेलोबाट हामी सधैँ सजग रहनु परोस्